हेलो नमस्ते जोरले छाजालोला सफा पोला सेवा रसिनी पाउ सलामवालेकुम अन्य हासियो जाने जति भन्दै सम्पूर्णलाई साइन अनुसारको ठोक गर्दै फेरि पनि स्वागत छ। म स्मृति मगरको मिनी फलकमा भन्दै आज चाहिँ हामी लाग्यो साथीहरू जङ्गलतिर च्याउ टिप्न। अनि देख्न सक्नुहुनेछ हामी जङ्गल जाने बाटो एकदम हिलाउने छ। अनि साथीहरू आज चाहिँ हामी छोरीलाई पनि लिएर जङ्गलतर्फ लाग्दैछौँ किनकि छोरीको छुट्टी थियो साथीहरू। अनि साथीहरू हामी जङ्गल पुगिसक्यौँ। जङ्गल प्रवेश गर्ने गेट चाहिँ देख्न सक्नुहुनेछ हाम्रो स्पेसल गेट। अनि साथीहरू हामीलाई सुरुमै एउटा च्याउ भेटियो। त्यो च्याउ चाहिँ एकदम छेद अवस्थामा थियो किनकि राति धेरै ठुलो पानी परेको थियो साथीहरू। अनि हामी अगाडि बढ्दा बढ्दै पारेपट्टि जङ्गलमा नीलगाई देखियो साथीहरू। देख्न सक्नुहुनेछ कति ठुलो नीलगाई भागिराखेको छ। अनि हामी भिडियो गरेर फेरि अगाडि बढ्यौँ। अगाडि बढ्दा एउटै मुदामा 3 किसिमको च्याउ भेट्यो साथीहरू। त्यो मुदामा चाहिँ पिङ्क कलरको अनि व्हाइट कलरको अनि येल्लो कलरको च्याउ थियो। आजसम्म नदेखेको च्याउ हामी यसपालि नै देखियो, यति बेला नै देखियो साथीहरू। देख्न सक्नुहुन्छ यो देखेर हामीलाई एकदमै अचम्म लाग्यो। त्यसपछि फेरि हामी अगाडि बढ्दा अर्को मुदामा चाम्रो च्याउ भेट्यो साथीहरू। त्यो च्याउ चाहिँ हामी फटाफट टिप्यौँ किनकि हामी पहिलेदेखि नै खाइराखेको थियो च्याउ चाहिँ साथीहरू। त्यसपछि फेरि हामी त्यहाँदेखि बाहिर चौरमा निस्क्यौँ। देख्न सक्नुहुनेछ चौर कति ठुलो छ, खोला पनि बढेर माथि आइसकेको छ साथीहरू। अनि त्यो चौरमा चाहिँ गोठालो दाइहरू धेरै भैँसी लिएर गोठालो आउनुभएको थियो। लगभग जाने बेला भइसकेको रहेछ साथीहरू। जाने बेलामा च्याउ भेटाउनु भएछ। अनि मेरो छोरीलाई बोलाएर च्याउ लिन बोलाउनु भयो। छोरी खुसीले भागेर च्याउ लिइन्। अनि म चाहिँ यता फेरि च्याउ टिपेर प्लास्टिक पर्दै हिँड्दैछु साथीहरू किनकि सिमसिम पानी परेको थियो। मलाई चाहिँ छाता निकाल्न झ्याउ लाएर प्लास्टिक पऱ्यो। यता फेरि छोरीले फटाफट च्याउ टिप्दै छिन्। अनि हामी चाहिँ च्याउ टिप्न सकिएर फेरि बाहिर निस्क्यौँ। यता घर आउने बाटोमा बसेर हामी चाहिँ फेरि कुलो टिप्यौँ किनकि चौरमा धेरै कुरो थियो। हाम्रो कपडा अगाडि कुरो लागेको थियो साथीहरू। म चाहिँ यता फेरि च्याउ देखाउँदैछु, देख्न सक्नुहुनेछ आजको च्याउ मेरो। अनि साथीहरू हामी चाहिँ घरतर्फ लाग्यौँ। घर आउँदा बाटोमा पसल भेटियो साथीहरू। हामीलाई चाहिँ भोक लागेको थियो साथीहरू। अनि हामी चाहिँ चाउचाउ र चिसो लियौँ साथीहरू। हामी चाहिँ त्यहाँदेखि फेरि हामी अगाडि बढ्यौँ। अगाडि बढ्दा देख्न सक्नुहुन्छ हाम्रो साइडमा हरियाली धान भइसकेको छ। हजुरकोतिर कस्तो हुँदैछ साथीहरू। अनि अगाडि बढ्दा बढ्दै हामी चाहिँ एउटा रुखको मुनि बस्यौँ छाहारीमा। अनि चाउचाउ खाँदै बस्यौँ साथीहरू। चाउचाउ खाँदै क्रममा उताबाट एउटा ई-रिक्सा आयो। अनि हामी चाहिँ ई-रिक्सामा जाने निर्णय गऱ्यौँ। हामीलाई चाहिँ ढुङ्गाको देउटा मिले जस्तो भयो साथीहरू। अनि चाहिँ हामी ई-रिक्सामा जाने निर्णय गरेको छोरी चाहिँ भागेर खुसी भएर अटोमा बसिहाले साथीहरू। अनि हामी चाहिँ ई-रिक्सा चढेर घर आयौँ साथीहरू। घर आएर च्याउ केलाइ गरेर म चाहिँ च्याउ धुनतर्फ लागेँ साथीहरू। देख्न सक्नुहुनेछ मेरो आजको च्याउ। अनि साथीहरू हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। मन परे लाइक कमेन्ट सेयर गर्नुहोला। नपरे एकपटक हेरेर भए पनि जानुहोला। अनि फेरि म अर्को भिडियो लिएर आउनेछु साथीहरू। बाई।